नमस्कार मेरो तर्फबाट तानी पड्काउनु दिएन यार मेरो तर्फबाट सबैजना नमस्कार नाम नभन्ने त्यहाँ हामीलाई गराउने त्यहाँ हामीले सो रिटर्निङ वालको अध्ययन गर्यो त्यहाँ रिटर्निङ वाल अब हामीले केही त्यहाँ जानेको कुरा रिटर्निङ वालबारे केही जानेको कुराहरू हामी म तपाईँहरूसम्म उचाइ चाहिँ 2 मिटर थियो उचाइ चाहिँ 2 मिटर थियो अब माथि त्यसको स्लोप वालो चाहिँ त्यो 15 फिट त्यो एउटा ड्राई मेसनरीको रूपमा लगाए जस्तै थियो होइन उचाइ 2 मिटर थियो अनि त्यसको फाउन्डेसन चाहिँ 1.80 मिटर थियो अनि त्यो चाहिँ होइन नानी बाबुहरू चाहिँ 60 सेन्टिमिटर थियो अहिले जसुको होस् भाइ होइन हामी 3 महिना अजिरी गरे हल्का मिहिनेत त्यस्तो छ हल्का भन्ने बेलामा त हल्का मिहिनेत घाममै गयो होइन अलिक मजाले टक्क नहच्काइकन माया नधक नमानिकन भन्नु पऱ्यो नि त गएपछि त्यो चाहिँ समस्याभित्र पार्छ अनि 3 महिना अजिरी गरेर के काम दिएर जा भन्नु न कसोतिर अब भएको पनि पाइसक्यो भोलिदेखि हामी आउँदैनौँ नम्बर अलिक गति लगाइदिनु भन्ने होइन के भनेको यसको मतलब कि काम गर्ने ठाउँमै बसेर वास्तविक काम वा कक्षा कोठामा सिकेको व्यवहारिक रूपमा सिक्ने प्रक्रिया हो अब हामीले कक्षा कोठामा सिकेको कुराहरू व्यवहारिक रूपमा सिक्ने भनेको फिल्डमै गएर प्र्याक्टिकली सिक्ने कुरालाई नै ओजिटी भनिन्छ यसको उद्देश्य चाहिँ विद्यार्थी वा प्रशिक्षार्थीलाई वास्तविक कार्य स्थलमा व्यवहारिक ज्ञान र सिप सिकाउनु अनि सिकेको कुरा व्यवहारमा कसरी लागू गर्ने भन्ने सिकाउनु हामीले कक्षा कोठामा सिकेको कुराहरू फिल्डमा गएर व्यवहारिक रूपमा सिक्ने भन्छ अनि काम गर्ने शैली अनुशासन र जिम्मेवारी आदि बुझाउनु नमस्ते मेरो नाम केशव भट्टी क्रियाकलाप मित 2022 साल जुन महिना 5 गतेका दिन बारकोट गाउँपालिका वार्ड नम्बर सिनाकोट गाउँमा उपस्थित पाङ्लाबे डाँडादेखि गोविन्द सडकसम्मको विकास आयोजनामा उक्त विकास निर्माण हुन लाग्दा हामी 5 जनाको ओजिटी टोली र वडाको प्राविधिक सरसँग त्यहाँ उपस्थित भयो र त्यहाँ हामीले रोड ड्रेनेज अनि रिटर्निङ वालको अवलोकन गऱ्यौँ रिटर्निङ वाल मात्र के अरे रोड ड्रेनेजको मात्र
हुन्छ हजुर रोड अब रिटर्निङमा हुन्छ कस्तो हुन्छ रिटर्निङ त्यही भएर कहिले साथै रिटर्निङ गर्नुहुन्छ सबैजनालाई नमस्ते, मेरो नाम श्री थापा, मेरो घर चितवन। म कक्षा 11मा पढ्दैछु। हामीले एउटा पूर्णपरिवार पढ्न रन्जना ओजिटी गरेका थियौँ। ओजिटी गर्दाखेरि हामी पाँचजना विद्यार्थी र 5जना विद्यार्थी र कार्य सम्बन्ध 6जना कल्याणमा पढेको ज्ञानीवालहरू गरिरहेका थियौँ। त्यहाँ जाँदा हामीले त्यहाँ ज्ञानीवालको बारेमा केही आफूले सिकेका अनुभव लिएका कुराहरू तपाईँले भन्न गइरहेको छु। ज्ञानीवाल भनेको के हो, ज्ञानीवालको उद्देश्य के हो, ज्ञानीवालको फाइदा यो तपाईँलाई भन्न गइरहेको छु। ज्ञानीवाल टावरमा ज्ञानीवालहरू लगाउँदा ढुङ्गा सजिलै पाइने हुनाले यो सजिलै मद्दत गर्न सकिन्छ। स्थानीय सामग्री स्थानीय ज्ञात गर्ने नै होइन तिमीहरू सल्लाह गर्ने होइन टक जाने दिने हिँड्ने मेरो नाम नारायण मैले सिलगढी पार्ने बाटो गर्नु परेको हामीलाई हामी गर्नुको कारण बाटो तपाईँको नम्बर 1 सिनाकोटमा अवस्थित परेको यो चाहिँ मलाई हामी त्यहाँ गएको थियौँ र त्यहाँ गइसकेपछि पाल्पाको डाँडादेखि डोमिने सडकसम्मको ओजिटीसम्मको योजना थियो। हामी त्यहाँ गइसकेपछि हाम्रो कास्टमा निर्णय गर्छ र त्यति भन्दै सक्यो तिमीहरूको चित्रहरू एउटा देखेन काम गरेको थियो कति मिनट हाइटमा गरेको थियो कुन ठाउँमा गरेको थियो फिटिङवाला गऱ्यो कस्तो किसिमको फिटिङवाला गऱ्यो चित्र त्यो प्रिन्टिङ गर्दा प्रिन्ट गर्दा चाहिँ हामीले यहाँनिर त्यो त्यही त प्रिन्ट गराएर त्यही सजिलो हुन्थ्यो। ठिक छ अब तिमीहरूको भइरहेको हुन्छ यो प्रेजेन्टेसन तिमीहरूको सेमिनारको प्रोजेक्ट मात्रै सक्यो प्रेजेन्टेसनको कन्क्लुजन कसैले गर्दैन यो त आधा अवधिमा छोडा जस्तो रिटर्निङमा स्टार्टिङ भयो कुनैमा पनि भयो। अब तिमीहरूले काम गरेर रिटर्निङमा गरेको छ भने कुन ठाउँमा गरेको थियो होइन उद्देश्य गरेर ठिक छ यसको चाहिँ फाइदाहरू पनि ठिक छ। अब त्यो कामको फोटो त्यो काम यसरी गरेको अनि त्यसका चाहिँ कति हाइटमा गरेको थियो कस्तो किसिमको रिटर्निङमा थियो त्यहाँ उसको ड्रेनेजहरू ज्ञानीवालले के गर्नुपर्छ अरे चित्र त छ चित्र चाहिँ छ अब त्यही भएर मैले भनेको क्या ग्रुपमा एउटा चाहिँ जसरी पनि प्रिन्टेड चाहिन्छ मलाई भनेको तिमीहरू त्यहाँ चित्र समावेश गर्न पाउँथ्यो नि त। तिमीहरू अहिलेसम्म अनि के गरेर किन नगरे प्रिन्ट गर्नु कति पेज छ रिपोर्ट र यो पेज बनाउनु पर्ने छ लास्टमा भन्नुमा रिपोर्ट ठिक छ तिमीहरूले प्रेजेन्टेसन दियो यो ठिकै छ यो एउटा सिकिने कुरा हो। भोलि अब यो चाहिँ तिमीहरूले दिएको चाहिँ पुगेन होइन कन्फिडेन्स लेभल पनि भएन यस्तो कहीँ यताउता जाँदाखेरि बोल्दाखेरि कुरा डराउँदै यता कामदै त्यस्तो पनि हुन्छ। हामी को हो र भोलि तिमीहरूको टुटेपछि चाहिँ एक्सटर्नल बाहिरको आउँछ राष्ट्रिय परीक्षा बोर्डले बाहिरको एक्सटर्नल त्यहीँबाट पठाउँछ भनेपछि उसको अगाडि बोल्दा पालिकाको एक्सटर्नल आउँदा त्यसको अगाडि बोल्नु पऱ्यो भने फरक दिनु पऱ्यो नि त।
आफ्नो लगबुक समात्ने, डेली डायरी समात्ने, ट्याक्क सर आउने। डेली डायरी हामीलाई थाहा भएन, एउटै कति प्रकाशको छ देखो अरू सबै घर छ होइन यहाँ भएको देखो हामीलाई थाहै थिएन। मोबाइल फोटो छ? फोटै खिचेन। जे भए पनि देखाउनु पर्यो त्यही भएर तिमीहरूलाई आज हुन्छ भने थाहा छैन। रिपोर्ट मात्रै चाहिएर उनीहरूको रिपोर्ट मात्रै तिमीहरू बन्दुक नलिएर सिकार खेल्न जाने? कलम नलिएर स्कुल पढ्न आउने, किताब नलिएर स्कुल पढ्न आउने जस्तो भयो। त्यो त अब तिमीहरूलाई पहिला पनि भन्यो। हामी त्यहाँ एकचोटि अनुगमनमा आउँदाखेरि तिमीहरूलाई डेली डायरी चाहिन्छ होइन, प्रतिवेदन त्यही बेला चाहिन्छ। खासमा तिमीहरूले प्रतिवेदन त्यो बेला हामीले जस्तै फुल नगयो भने काम कहाँसम्म गर्दैछौ त तिमीहरूले? प्रतिवेदन त तिमीहरूलाई त्यहाँ पनि माग्छ त तिमीहरूलाई। यो हामीले प्रतिवेदन सहितको रिपोर्ट चाहिने हामीलाई, तर प्रतिवेदन कहाँ चाहिन्छ भने पालिकामा नम्बर दिँदाखेरि तिमीले प्रतिवेदन हेर्छौ। तिमीहरूले हाम्रो काम त गऱ्यौ, काम गर्दाखेरि के प्रतिवेदन छ तिमीहरूसँग, के कस्तो छ, के कस्तो गरिरहेको छ भनेर उनीहरूले यो गरिन्छ, मैले यो आधारमा मलाई नम्बर दिनु भनेर उनीहरूले पनि हाजिरी हेरेर प्रतिवेदन हेरेर तिमीहरूलाई नम्बर दिने। अब हामीले दिने तिमीहरूको त्यहाँको प्रतिवेदन सहितको रिपोर्ट अनि त्यहाँको हाजिरी होइन, त्यहाँको मार्क्स सहितको के कस्तो छ उपस्थिति। उपस्थिति त हेर्थ्यो अस्ति 5 जना थियो, तिमीहरू यही 5 जनाको टिम मात्रै एक्टिभ छ। यिनीहरूसँग पठायो 2 जना, तिनीहरू कता कता छन् गायब छन् होइन, यो देशमै छैन जस्तो लाग्छ। तिनीहरूको मार्क्स जाँदैन है भन्दैन। त्यो एउटा ज्योति हो, छोरीले त्यो पाउँदैन क्या ज्योति कहिले। छोडिसक्यो अब त्यस्तो त्यस्तो हुन्छ पछि यहाँबाट स्कुलले वात्तै हालेर त पठाउनु मिल्दैन। हेर यो मार्क्स यो अहिले हामीले जुन राख्छौँ नि एकदम सुरक्षित हुन्छ। यो मार्क्स राष्ट्रिय परीक्षा बोर्डमा अहिले जान्छ। तिमीहरूको यो हामी 10 पास भइसक्यौँ, मतलब छैन नभन्नु। यो 10 को यो ओजिटी, 11 को ओजिटी र 12 को ओजिटी, तिनटै ओजिटी जोडेर लास्टमा तिमीहरूको चाहिँ ट्रान्सक्रिप्ट आउँछ। त्यो तिमीहरूको ट्रान्सक्रिप्ट ढिला आउँछ अरूको जस्तो 11 को लिने झ्यामझुम आउने ट्रान्सक्रिप्ट ल्याउने होइन। हरेक मार्क्स प्र्याक्टिकल मार्क्स तिमीहरूको यी अनुसूचित फर्महरू लिएर त्यहाँ पुरै जोडजाड गरेर मिलेन भने पुरा झिकदौड गरेर तिमीहरूलाई बहुत तनाव दिन्छ। अब बल्ल तिमीहरूले त्यहाँको खोस्रो आयो भने हामी सब इन्जिनियर भने हो। त्यही भएर चाहिँ अब यसमा चाहिँ तिमीहरू मार्क्सको लागि मात्रै नभएर अरू आफ्नो पनि त तिमीहरूको स्किल पनि त बढाउनु पऱ्यो। तिमीहरूले गराए कामलाई कतिको रिपोर्टमा चाहिँ रिप्रेजेन्ट गर्न सकिरहेको छ। ल आफ्नो डायरी समात्ने, सरहरूसँग सब आउने, एक एकजना सरहरूले सोध्नुहुन्छ उतैबाट तिमीहरू मेरो सल्लाह भाइ बहिनीलाई के गर्नु विषय विश्लेषण गर्ने कि त्यहाँ टपिक मात्रै हेर्ने कि ती हेरेर सरकारी पढ्ने मैले विषयवस्तु घरमा कमिटी कन्फिडेन्ट भएर तपाईँ ओजिटी गर्न जानु भएको छ नि। ओजिटी गरेर अब त्यहाँ के कस्तो भयो भन्ने कुरा त त्यहाँ थाहा छ। यसको त्यो कन्फिडेन्ट त्यही विषयवस्तु अलिकति सायद मात्रै फाल्ने हो 7% जति, अरूको 7% यतै हुन्थ्यो क्या कता है तिमीहरूको कन्फिडेन्ट होला। यस्तो प्रेजेन्टेसन हुने बेलामा घरमा तयारी गरेर आउनु, बिना तयारीको कसैले पनि केही गर्न सक्दैन। घरमा फुल तयारी गर्नुपर्छ। जस्तो आज प्रेजेन्टेसन छ, त्यो 2 दिन अगाडिदेखि तयारी अरू सबै राम्रो छ। ओभरअल ठिकै छ तिमीहरूको लगभग। तिमीहरूको अस्ति पनि लगभग ठिक लगभग यो ग्रुपमै राम्रो नै हो सर। भाइ सिस्टरको ग्रुप सबै हुन्छ उताबाट पनि प्रत्येक 4 जन चाहिँ 4सँग राउन्ड एउटा मात्र त्यो यतिकै सब होइन एकजना अब 2 जना उतातिर सोध्दै गरेको हुन्छ। यहाँ हामी टेक्निकल सोध्छौँ अनि जडतिर ल अब त त्यसो कुर्सी ल्याउँछ रोकिन्छ त खुसी ल्याएर हुन्छ अरू अब यसो बस्दै गर्ने हुन्छ। एक एक लाइन बाई लाइन हो, कम्तीमा पनि एकजना छ भने एक जुनाबाट हुनसक्छ। तिम्रो दुईवटा हो डायरी एउटा कुर्सी ल्याएर एक यहाँ हुन्छ एउटा कुर्सी ल्याएर त तिमीहरूले कस्तो हो एक एकजना सरहरू छ त्यो किन ल्याएर रिपोर्ट मात्रै चाहियो। प्रेजेन्टेसनमा रिपोर्ट मात्रै चाहियो। तिमीहरू काम के गरे अहिले के हो घरको काम अलिक कुन कुन काम अहिले
त्यो राम्रो हुन्छ तिमीहरू ल अब यता हो एउटा सुस् न मलाई ट्रेनिङमा अब सानो के गर्नुपर्छ लगाउने प्रोसेसमा ग्याबिनल बनाउने प्रोसेस तिमीहरू साइडमा जाँदा ग्याबिनल कुन इनिसियल फेजदेखि कुन तिमीहरू चाहिँ ग्याबिनल लगाएको कसरी ग्याबिनल कसरी लगाउँछ ग्याबिनल कसरी लगाउने ग्याबिन बक्सभित्र ढुङ्गाहरू हाल्ने ग्याबिन बक्स सबै बाँधेर त्यो ट्रेनिङ वालमा बिचमा पाइप हालेर देखाएको पाइप हाल्ने त्यो पाइप किन हालेको त्यो रिटर्निङमा पानी भाइन्छ पानी अब भित्र गएपछि पानी रिटर्निङमा बस्छ त्यसलाई के भन्छ पाइप हालेको उनीहरूलाई के जान्छ हामी चाहिँ अहिले स्कुलबाट घर फर्किनु लागिसक्यो आज पुरा स्कुलमा प्रेजेन्टेसन डह्रो दियो अब होइन पहिलोचोटि गरेँ खासै केही पनि थाहा थिएन त्यति बोल्ने पनि हो क्या कन्फिडेन्स पनि थिएन त्यही भएर सरहरूले यसो सम्झाउनु भयो जे होस् त्यही नै गर्ने हो छड्दै भिजे केटाहरू यस्तै होइन मेरो झल्नु कापी कलम केही नै पर्मी दिदी हो पर्मी दिदी किन झोल्ली दिँदा यसको झोल्ली दिँदा यसको पागल मन त खै एकछिन मोबाइल त्यो भ्याएको नभएर कहाँ ल्याथेँ मोबाइल रन्डोबान यस्तो होइन सब झोलेर मार्नु पर्नु लगाएको छ नि रन्डाहरूले होइन दिदी बे म चाहिँ एकदम खुसी छु अहिलेमा साथी रस्ता बिचरा छातामा पुरा नि बाँकी केटीहरू दिदी बहिनी पछि भैँसीहरू भइसक्यो यहाँ चाहिँ केटाहरू हो टाइफाइ होला टाइफाइ यिनीहरू चाहिँ युट्युबमा भ्युज र सब्सक्राइबर गरिरहेको छन् चला भाग जाइए त्यही नै होइन आज चाहिँ जेस घर पुग्यो अहिले आज स्कुलमा प्रेजेन्टेसन यताउता गरियो अब सरहरूले धेरै सम्झाउनु भयो अब पछाडि हामीसँग गर्नुपर्छ भन्ने होइन